हेलो गाइस, अब चाहिँ घर जाँदै हो। सँग लाग्यो करिब करिब लाइन पनि अब एक लाइन बाँकी छ। हामी समथिङ 9 जना छौँ हामी फ्यामिली मात्रै। एउटा ट्रेन त फुल हो, अरू कोही खोज्नै पर्दैन। हामीले पुरै गाइस यसमा चढ्ने त जाने हो। अटोमेटिक हो, रोकिँदैन। स्टेसन यही हो। अब हामी चढेको भ्यू चढ्न आएको र चढेको कस्तोदेखि सबै भ्यू देखाउनेछौँ। लाइन सक्यो अब। हामी 9 जना अब हाम्रो ग्याङ मात्रै नगर न। Let's go, let's go. Guys. अब हामी चढ्दैछौँ। हात छोड्दैन, हात छोड्नु के? चढिहाल्नु। हात छोड्यो, यहाँ बस। हात सामान नछे, हात छोड्यो भाउजू। अलिकति चाहिँ गाह्रो भयो चढ्नलाई हाम्रो भाउजूलाई। हात च्याप्लाई यतापट्टि आउनु पनि। हामी चलिसक्यो अब। देखिन्छ होइन गोरा होइन, हात चाहिँ छोड्नु पर्ने कि भाउजूले। घोडा चाहिँ एउटा चाहिँ मम्मी कि मम्मी हो त सिसै नराउनु रहेछ मेरो क्यामेरा नराम्रो होइन, यो सिसै नराम्रो रहेछ। सिसै यता आमामा आयो यहाँ हल्दी उठेर कस्तो डोला दर्छ अरे उठेर राइस त उयो बाबा छोरी होइन। हामी तल जाने भ्यू हेर्दैछौँ। मान्छे हाइकिङ गरेर छु त्यो तल हो त रहेछ त किन्टा फुच्चे भाइहरू रहेछ। बिहान त्यो वाइफाई स्क्यान गरेर त नभएको चक्लेट आइसक्रिम गरेर हाकिएको किन क्लियर आउँदैन भन्छ। यसो हेरेर त यति बाघ लगाइरहेको छ नि त के गर्नु हुँदैन। यो त झन् कराउँदै योबाट बाहिर भित्र गरिबस्छ त यो त बिचरा आँखाको खुट्टा डराएको यति बेलुका के हुन्छ माछा लागिरहेको छ।
रहेछ नि है जाने आउने क्रम जारी छ कहिले भ्लग स्टार्ट हो फेरि ब्लग बनाऊ पैसा कमाऊ युट्युबमा हाल अनि मलाई त्यहाँबाट दिनकै 500 रुपैयाँ दिनु छुट्टीको मलाई चेस गर्नु न चेस गर मलाई डर लागिरहेको तपाईँ चेस त्यही नि हुन्न हेर बस यो राति चाहिँ चल्दैन है क्यामेरै फोर भएको छ नि त नि यस्तो राम्रो आएन यस्तो दामी आएन दामी त दामी नै आएको छ यो सिसाले गर्दा सामान चाहिँ राति हुन्छ मम्मी मेरो कान बन्द भयो मेरो पानी यहाँबाट बाटो छ नि त है आमा सरप्राइज दिनु नभन्नु ल भुल्टी घर आउँछु भनेर गाउँको आमालाई पनि होला अनि आमा त यसो नि हाम्रो राम्रो भयो के अरे आमाले कान बन्द भएर क्या आमाको कतातिर हेर्यो भाइको लुगामा लायो पर्कट आउनु त तपाईँको झन्डै यो तल जङ्गल चाहिँ के को घारी होला है साथी जाली पनि यो ओ दिदी उयो त्यो त अर्कै छ नि त अब के आइपुग्यो त अब आउँछ छिटो बिराडी जोइन गर्न आइपुग्यो त नि खाएर ओ यहाँनिर हो त्यस्तो भयो क्या 3 राम्रो जङ्गल नि 1 म यो होइन यसमा यो जोइन आयो go जोइन आयो धन्न के भएन त्यही हुन्न मम्मी यस्तो भएको होइन 2 मिनट जति यतिकै बसिरहेको भयो माथि के कति आनन्द आउँछ है खोले जाँदाखेरि यतिकै बिस्तारै हुन्छ नि हुन्छ लगाएपछि हुन्छ ए सी नै म ए नै भाइ ए म हुन्छ ए भन न भन्छ भन्छ म भन्छु त बी भन्नु ल बन्दैन ल एबिसिडी त एबिसिडी ई डी पछि सुरु हुँदैन अहिले सानोटी ल्याउँदै चल्दो रहेछ नि त्यो त अहिले हेर्नु त जोइन त्यसको जोइन हेर्नु त यसको जोइन हेर्नु जोइन एउटा त हाल्दै माथि माथि त्यो झुन्डाउने यो छ नि यहाँनिर माथि हेर्नु न कच्ची मात्रै रहेछ नि कच्ची त कच्ची हो अब हेर्नु कच्ची त हामी त एक साल एकचोटि आएको त्यति माथि काम गर्दा दिनकै आउने जाने गर्नुपर्छ अरे है यहीँबाट होइन तिनीहरूको लाइफ त बिचरा नराम्रै छ त यिनीहरू गर्ने फ्रीमा होला नि त फेरि त फ्रीमा हो त नि काम गर्नेहरू त हो यही देखेर बिहान डराएन म खोइ के देख्यो तिमीले यहाँ यही अहिले हेर्नु अहिले उता छेउ गएपछि जोइन भयो सिधै तल हुन्छ ओ यहाँबाट हेर्नु न यो कस्तो गर्दैछ कति अब ऊ यहाँ हेर्नु तल तल हेर्छ कस्तो डर लाग्ने कि यताबाट हेरेर यो पावरको सिधै हेऱ्यो भने कस्तो डर लाग्ने कि भिडियो बनाउँदैछ पखान न तर यो बाटो बाटो जति फाडे रहेछ नि केबल कार छोड्यो बरियाल छोड्यो फेक छोड्यो भनेर पहिला म देखाउनु पर्छ किनकि रियल छोड्यो ल हुन्छ किन छोड्यो अनि यता आउनु म यता बस्छु कुन चाहिँ रियल हो कुन चाहिँ फेक हो रियल हो होइन होइन होला फेक रियल किनकि के भन्छ अरे त्यो दिदी कुमारी बुझेको के भन्छ अरे बज्नु त पर्छ तेरो बाबुलाई अब आइपुग्नु अब यहाँ त झन् फाडै रहेछ साँच्चै हो त दुईटा पो रहेछ यहाँ त त्यो ठाडै रहेछ नि त सिधै डाँडामा कामेर मेरो कान बन्द भयो यस्तो यस्तो हाल्ने त कानमा एक झापड हानिदिनु त एकचोटि
कति तर यस्तो फाडेको छ अब त आइपुग्नु आँट्यो पनि आए मेरो आउनु बिर्सेछ तल झरे जस्तो हुन्छ 5 मिनेट सही छैन हौ त्यहाँ हेर्नु न भिडियोमा तपाईँले भिडियो स्टार्ट गरेर भित्र देखिएर मतलब भित्रदेखि त अनि त्यसपछि यता कति मिनट हुन्छ थाहा भइहाल्छ 10 मिनेट पछि त भिडियो भइसक्यो 10 12 13 14 मिनेटै छ के टेबल काट्छ कुन चाहिँ छौ ठाडै पो रहेछ त नि यता यहाँ चाहिँ ठाडै रहेछ तर यो कसरी कन्ट्रोलमा चल्यो होला कि के बनाउनु मान्छेले आकाशमा उठे प्लेन बनाएको तारमा झुलिने कुरा ये दिनु त यतातिर पपकर्न छ खाऊ भाइ एकैचोटि त्यहाँ आइपुग्न आँट्यो यो लट्टा कसरी तान्यो होला नि यिनीहरूले यो लट्टा मेसिनले तान्छ नि यो त यत्रो यत्रो फलाउँछ त्यही भएर त माथि भुइँ भुइँ कराइरहेछ त उही हुइसु साँच्चीमै अब हामी झर्ने बेला आइपुग्यो यो त बचाऊ ल्यान्डे हुने त यो नि हल्लिँदो रहेछ त बचाऊ बचाऊ ल्यान्डे हुने त स्लोमा हुँदो रहेछ त यो नि हाम्रो यहाँ कस्तो मजा थियो ल हेलो माथि नजाऊ हेलो यहाँबाट हुन्छ हेलो नम्बर के हो हेर्नुपर्छ है नम्बर यो गाडीको नम्बर गाडीको 26 हेर है अघिदेखिको 32 थियो ल्यान्डे हुँदा चाहिँ स्लोमा जाँदो रहेछ 32 प्लस 26 ठाड यहाँ त ठाडै नि यति हेर नागै ठोकिनी मेरो त कान बन्द भयो है अनि सुरुमा जाने बेला बिस्तारै जाँदो रहेछ नि आइपुगिहाल्छ हेर त आइहाल्छ ल जोइन आइपुग्यो फेरि यहाँ 3 2 1 गो नजाउ रात पऱ्यो भने यिनीहरूलाई 58 भयो अब आइसमा फेरि लाग्छ आइसमा ने आमा ए 58 भयो उल्टै गरौँ भाइ फुटेमा लेजेरो के गरे मेरो ब्लग छ मेरो ल्यान्डिङ गाइस ल्यान्डिङ अब छिटै गाइज होइन त्यो अघि त्यो त हेर एकैचोटि जुत्ता परे नहुने एउटा पुट्टो 1 3 2 1 गो कच्ची बाटो हो ल गाइस आइपुग्यो हामी ल यहाँ त स्पिडै जाँदो रहेछ गाडी ल फलो खोल चुस बाबुलाई र आमालाई ओराल्थ्यो बाबा यो बिस्तारै है बिस्तारै सक्दैन नसम्म नसम्म कहीँ नि भयो कहीँ नसम्म आउनु झऱ्यो गाइस शीतल अनुभूति कान बन्द भयो काठमाडौँको भ्यू हेर के भयो म हजुर किनिदिन्छु किनिदिन्छु हो अहिले त राम्रो हेऱ्यो क्यामेरा त कस्तो काम खायो कि बाबा हेलो कमल के छ बाबा मैले के सुनेर ए के हो यार तर भइसक्यो हामी यहाँ आउनु ल आइपुग्यो हामी आइन्छ है जाँदा पनि लाग्यो कस्तो लाग्यो आइसक्यो बाबा अब एउटा किक छ अरे के हो ओ माई गॉड पॉपकॉर्न बिचारा केक छे भने होइन घरबाट हामी आउट भयो बाहिर के भएको यार अब काट्यौँ ल है